नमस्कार। जीवनमा घुम्नै पर्ने नेपालका त्यस्ता 10 ठाउँहरू के हुन् त आउनुहोस् चर्चा गरौँ। के तपाईँ विश्वकै सबैभन्दा सुन्दर देश नेपालको भ्रमण योजना बनाउँदै हुनुहुन्छ? यदि बनाउँदै हुनुहुन्छ भने तपाईँहरूको लागि यो भिडियो, कृपया यो भिडियोलाई अन्तिमसम्म नछुटाइ हेर्नुहोला। आज म तपाईँलाई नेपालका जीवनमा एकपटक भए पनि घुम्नै पर्ने टप 10 ठाउँहरू देखाउँदैछु। नम्बर 10 मा रहेको छ लुम्बिनी। भगवान बुद्धको जन्मस्थल, शान्त वातावरण, ऐतिहासिक सम्पदा र आध्यात्मिक अनुभूतिको अद्भुत सङ्गम रहेको यो लुम्बिनी। त्यसै गरी नम्बर 9 मा रहेको छ चितवन राष्ट्रिय निकुञ्ज। एक सिङ्गे गैंडा, बाघ, हात्ती सफारी र जङ्गलको रोमाञ्चक अनुभव लिन चाहनुहुन्छ भने चितवन राष्ट्रिय निकुञ्ज उत्कृष्ट गन्तव्य तपाईँहरूको लागि हो। त्यसै गरी नम्बर 8 मा रहेको छ इलाम। इलामको हरियो चिया बगान, चिसो हावा र सूर्योदयको मनोमोहक दृश्यले इलामले सबैको मन जित्न सक्छ। त्यसै गरी नम्बर 7 मा रहेको छ राराताल। नेपालको सबैभन्दा ठुलो ताल राराताल, निलो पानी र वरिपरिको प्राकृतिक सौन्दर्यले तपाईँलाई मोहित बनाउनेछ। नम्बर 6 मा नगरकोट। नेपालको यो प्रदेश नम्बर 3 बागमती प्रदेशमा रहेको नगरकोट। हिमालयको मनोरम दृश्य र सुनौलो सूर्योदय हेर्नका लागि नगरकोट प्रसिद्ध छ। त्यसै गरी नम्बर 5 मा रहेको छ जनकपुर। माता सीताको जन्मस्थल, जानकी मन्दिर र मिथिला संस्कृतिको अनुपम अनुभव यहाँ पाइन्छ। त्यसै गरी नम्बर 4 मा रहेको छ मुस्ताङ। मरुभूमि जस्तो भूदृश्य, प्राचीन गुम्बा र हिमाली संस्कृतिले मुस्ताङलाई नेपालकै फरक गन्तव्य बनाएको छ। त्यसै गरी 3 नम्बरमा रहेको छ पोखरा भन्ने सात्तिकै देवाताल, प्याराग्लाइडिङ, डेभिड्स फल र अन्नपूर्ण हिम श्रृङ्खलाको दृश्यले पोखराको सबैभन्दा। नम्बर 2 मा रहेको छ एभरेस्ट क्षेत्र। विश्वको सर्वोच्च शिखर सगरमाथाको नजिक पुग्ने अनुभव साँच्चै जीवनभर सम्झिने क्षण बन्न सक्छ। त्यसै गरी 1 नम्बरमा रहेको छ काठमाडौँ भ्याली। काठमाडौँ भ्याली विशेष गरी पशुपतिनाथ, स्वयम्भूनाथ र बौद्धनाथले अत्यन्तै चर्चित छ।